यो युपीआर चाहिँ के हो खासमा? यो चाहिँ संयुक्त राष्ट्र सङ्घको एउटा मानवाधिकारसँग सम्बन्धी तपाईको संयन्त्र हो। 4.5 वर्षमा किन पिरियडिक रिभ्यू गर्ने? रिभ्यूमा सहभागी हुँदाखेरि चाहिँ देशमा केही न केही परिवर्तन गर्न पर्यो हैन, मानवाधिकारको अवस्था सुधार्नु पर्यो। किन भन्दाखेरि त्यहाँ गएर जवाफदेही हुनुपर्छ। यसले चाहिँ समग्रमा चाहिँ राज्यलाई अकाउन्टेबल बनाउनलाई प्रत्येक 4.5 वर्षमा त्यो कम्तीमा पनि 100-150 वटा देशसँग फेस गर्नलाई हैन, नेपाललाई केही त परिवर्तन गरेर जानु पर्यो नि त। हामीले प्राप्त गरेका सुझावहरू जुन हामीले स्वीकार गरेका छौं त्यसको कार्यान्वयनको अवस्थामा चाहिँ हामी कहाँ छौं, नेपाल कहाँ छ? मध्यावधि रिपोर्टले हाम्रो प्रतिवेदनले के देखाउँछ त भनेर भन्दाखेरि 100% कार्यान्वयन भएको चाहिँ 3% मात्रै छ के सुझावमा, एकदम कम के। जस्तो यो सुझाव नमाने चाहिँ के हुन्छ? इन्टरनेसनल फोरममा नेपालको जस्ता देशहरूको चाहिँ त्यहाँ सहभागिता हुँदाखेरि चाहिँ क्वेसन उठ्छ। दर्शक महानुभावहरू नमस्कार। इन्सेक पोडकास्टको 39औं अङ्कमा तपाईहरुलाई स्वागत गर्न चाहन्छौँ। आज हामी विश्वव्यापी आवधिक समीक्षाका सन्दर्भमा छलफल गर्नेछौँ। आदरणीय अधिवक्ता सम्झा श्रेष्ठ म्याम उपस्थित हुनुहुन्छ। म्यामलाई इन्सेक पोडकास्टमा स्वागत गर्दछु। हस्, धन्यवाद। इन्सेकले अब लामो समयदेखि मानव अधिकार र सामाजिक न्यायका लागि काम गर्दै आएको छ। विशेष गरी यो पछिल्लो समय युपीआरका लागि पनि एउटा सचिवालय बनेर काम गरिदिँदा यो हामीले हाम्रा दर्शक महानुभावहरूलाई युपीआरका सन्दर्भमा बुझाउनु पर्दा चाहिँ के भनेर बुझाउनु पर्ला? यो युपीआर चाहिँ के हो खासमा? हजुर, धन्यवाद। यो विश्वव्यापी आवधिक समीक्षा हैन, अङ्ग्रेजीमा चाहिँ युनिभर्सल पिरियडिक रिभ्यू जुन युपीआर हामी छोटोमा भन्छौँ हैन, यो चाहिँ संयुक्त राष्ट्र सङ्घको एउटा मानवाधिकारसँग सम्बन्धी तपाईको संयन्त्र हो के हैन। मानवाधिकारको उच्चायुक्तको कार्यालय हैन, युएनको अन्तर्गत चाहिँ तपाईको यो दुई किसिमको स्ट्रक्चर छ संयुक्त राष्ट्र सङ्घमा हैन। एउटा चाहिँ महासन्धि सम्बन्धी हेर्ने के ट्रिटी बडी मेकानिजम, अर्को चाहिँ यो युपीआरको हैन, मानवाधिकार परिषद अन्तर्गतको युनिभर्सल पिरियडिक रिभ्यू भन्ने मेकानिजम छ है। एउटा भन्नाले दुईटा युएनको दुईटा हाँगा मानवाधिकार सम्बन्धी दुईटा हाँगा मध्ये एउटा हाँगा यो हो है। एउटा चाहिँ त्यो महासन्धिमा आधारित, एउटा चाहिँ यो युपीआर युनिभर्सल पिरियडिक रिभ्यू भयो। चार्टर बेस्ड मेकानिजम हो यो हैन। र यसलाई चाहिँ संयुक्त राष्ट्र सङ्घको साधारण सभाले नै सन् 2006मा यसलाई अनुमोदन गरेको थियो। त्यो सन् 2006 भन्दा पहिला चाहिँ मानवाधिकार परिषदको सट्टामा चाहिँ अर्को मेकानिजम थियो कि, त्यसको सट्टामा चाहिँ यो मेकानिजम स्थापना गर्यो संयुक्त राष्ट्र सङ्घले सन् 2006मा। र यो भनेको खास गरी चाहिँ यो महासन्धिहरू अनुमोदन गरिरहनु पर्छ राज्यले भने, यो चाहिँ अनुमोदन गर्नु पर्दैन। संयुक्त राष्ट्र सङ्घको सदस्य भएको हिसाबले यो आफै अटोमेटिक यो हरेक 193 देश छ अहिले संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्र, उनीहरूलाई चाहिँ यो सबै तपाईँको आफै कार्यान्वयन गर्नुपर्ने र यसमा संलग्न हुनुपर्ने दायित्व चाहिँ एउटा त्यो भयो यो यसको हैन। किनकि महासन्धिहरू चाहिँ अनुमोदन गर्नुपर्छ कि, अनुमोदन गरेपछि मात्रै राज्यलाई लागू हुन्छ। भनेपछि अनुमोदन गरेपछि या ऱ्याटिफाई भएपछि मात्रै लागू हुन्छ। यो चाहिँ अनिवार्य रूपमा युएनको सदस्य भएपछि यो लागू भयो। यो युपीआर गर्नै पर्यो। युपीआर भित्र हामी छिनै पर्यो के राज्य, एउटा त्यो भयो। अनि र यो स्थापना यसको सन् 2006मा भयो भनेपछि चाहिँ यो खास गरी चाहिँ यसको मुख्य उद्देश्य भनेको चाहिँ संसारभरिको भन्दा पनि युएनका सदस्य राष्ट्रहरूको 4.5 वर्षको मानवाधिकारको तपाईँको रिभ्यू गर्नु हो कि। देशमा चाहिँ के अवस्था रह्यो त 4.5 वर्षमा चाहिँ, यसमा चाहिँ ओभरअल मानवाधिकारको विषयमा कुरा हुन्छ हैन। अब सन्धि भनेको चाहिँ आर्थिक सामाजिक सांस्कृतिक अधिकार र नारी तथा राजनैतिक अधिकार सम्बन्धी चाहिँ ओभरअलै अधिकारको कुरा गर्छ। त्यो स्पेसिफिक भयो त्यो चाहिँ त्यो दुईटाले चाहिँ ओभरअलै गर्छ। तर अरू चाहिँ जस्तो बालबालिका सम्बन्धी, महिला सम्बन्धी, जातीय छुवाछुत त स्पेसिफिक थिमेटिकमा हेर्छ नि त हैन। रिपोर्टिङ पनि त्यही अनुसार हुन्छ। यसको मुख्य तपाईँको विशेषता भनेको चाहिँ यसले सम्पूर्ण मानवाधिकारको बारेमा चाहिँ प्रत्येक 4.5 वर्षमा चाहिँ युएनका सदस्यहरूको रिभ्यू गर्नु हो। भनेपछि युपीआरले चाहिँ समग्र देशको मानवाधिकारको अवस्था के छ भन्ने चाहिँ देखाउँछ। यो सँगसँगै युपीआरको अरू चाहिँ महत्त्व के हो? 4.5 वर्षमा किन पिरियडिक रिभ्यू गर्ने? यसको अब मुख्य गरी यो किन स्थापना भयो त हैन भन्ने कुरामा चाहिँ अब यसको मुख्य महत्त्व के हो भन्दाखेरि चाहिँ अब महासन्धि चाहिँ कोही राष्ट्रले अनुमोदन गर्दिन भन्न नि पायो नि त
होइन। अब कतिपय अब महासन्धिहरू हाम्रो राज्यले पनि गरेको छैन, त्यसको बारेमा त्यहाँ रिपोर्टिङ पनि गर्नु परेन, त्यहाँ सहभागी युएनमा जान पनि परेन, उत्तरदायी नै भएन। महासन्धि चाहिँ सिग्नेचर गरेपछि मात्रै हुन्छ भने यो चाहिँ आफसे अब अटोमेटिकल्ली नै लागू हुने भावनाले कम्तीमा पनि संसारभरिका देशको 4.5 वर्षमा प्रत्येक देशले आफ्नो रिभ्यू गरोस् होइन। त्यसमा चाहिँ अब उदाहरणको लागि नेपालको रिभ्यू गर्दाखेरि चाहिँ राज्य रेस्पोन्सिबल हुन्छ कि प्रत्येक 4.5 वर्षमा चाहिँ हाम्रो देशको नेपालको रिभ्यूमा सहभागी हुँदाखेरि चाहिँ देशमा केही न केही परिवर्तन गर्नु पर्यो होइन, मानव अधिकारको अवस्था सुधार्नु पर्यो, किन भन्दाखेरि त्यहाँ गएर जवाफदेही हुनुपर्छ, एउटा त्यो अनिवार्य लागू हुने भयो। अनि अर्को भनेको चाहिँ यो अहिलेसम्म यो चौथो साइकलमा छ, अहिले प्रत्येक 193 देशलाई नै रिपोर्टिङ गरेको मेकानिजम यो 100% चाहिँ सहभागी भएको मेकानिजम हो है। अब महासन्धिको के हुन्छ भन्दाखेरि चाहिँ महासन्धिको आफ्नै महत्त्व छ होइन, अब डिटेलमा रिपोर्ट गर्न पाइयो, अवस्था देखाउन पाइयो, तर के हुन्छ भन्दाखेरि अब हाम्रै देशको कुरा गर्दाखेरि पनि कतिपय महासन्धिहरू चाहिँ लामो समयदेखि अन्डर रिपोर्टिङ छ कि, रिपोर्ट नगरे पनि हुने कि, अब गर्न पर्ने हो तर नगरिरहेको अवस्था छ। तर यसको ब्युटी के छ भन्दाखेरि चाहिँ हामी अब चौथो चरणमा हामी सहभागी हुँदैछौँ, अहिलेसम्म हामीले कन्टिन्यू गरिरहेछौँ कि। सन् 2011मा हाम्रो पहिलो रिभ्यूमा पर्यो नेपालको 8 देखि सुरु भएको, नेपालको आफ्नो अल्फाबेटिक के मिलाएर उनीहरूले गर्छन् होइन। अनि नेपालको 11मा हाम्रो पहिलो भयो, अनि दोस्रो चाहिँ कोरोना होइन, त्यति बेला भूकम्प आएको अवस्था थियो 15मा होइन, त्यति बेला पनि राज्यले रिपोर्ट पठायो कि, ठ्याक्कै त्यति बेला अप्रिलतिरै भूकम्प आयो, त्यसपछि हामीले रिपोर्टिङ गरेका थियौँ, त्यो गऱ्यो। अनि 21मा सन् 2021मा चाहिँ तेस्रो रिभ्यू भयो भन्नाले त्यति बेला कोरोनाको महामारी थियो, तर पनि हाम्रो स्टेटले चाहिँ यो अनिवार्य पठाउनै पर्ने भावनाले चाहिँ हामी पनि सहभागी भयौँ, गैर सरकारी संस्था पनि होइन, राज्यले पनि रिपोर्ट पठायो भन्नाले यो 100% रिपोर्टिङ भएको मेकानिजम भावनाले यसको एउटा महत्त्व एउटा भयो होइन। अनि अर्को चाहिँ देशलाई रेस्पोन्सिबल बनाउनलाई चाहिँ यसले यो मेकानिजम खास गरी पोलिटिकल नेचरको हुन्छ कि हो के यो भन्नाले देशको संविधान होइन, देशको कानुनहरू नीति नियमहरू तपाईँको मानव अधिकारको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ कि छैन भने बनाऊ भन्ने सिफारिस दिने भावनाले यो पोलिटिकल नेचरको हो, र यसले चाहिँ कानुन संविधान राम्रो तपाईँको मानव अधिकार मैत्री बनाउन सहयोग गर्ने भावनाले यो चाहिँ महत्त्व छ यसको। भनेपछि अधिकारको अवस्था के छ मात्रै होइन कि देशमा विद्यमान कानुनहरू भनौँ न मानव अधिकार मैत्री कानुनहरू छन् कि छैनन् भन्ने विषय पनि युपिआर अन्तर्गत हेरिन्छ। अब यो युपिआरको प्रोसेस चाहिँ के रहेछ, खासमा कसरी गरिन्छ यो युपिआर चाहिँ? हजुर, योको प्रोसेस खास गरी यो एकदम टेक्निकल मेकानिजम छ यसको होइन। अल्टिमेट गोल भनेको देशमा मानव अधिकारको संरक्षण र सम्वर्धन गर्नु हो, तर त्यसलाई कसरी माप्ने, त्यसलाई कसरी राज्यलाई दायित्व कार्यान्वयन गर्न तपाईँको दायित्व बोध गराउने भन्ने चाहिँ एउटा यो मेकानिजम के छ भनेर भन्दाखेरि चाहिँ यो चाहिँ मानव अधिकार परिषद अन्तर्गतको मेकानिजमले यो तपाईँको पिरियडिक रिभ्यू गर्ने हो कि होइन, आवधिक समीक्षा गर्ने हो राज्यहरूको। अनि यसको मानव अधिकार परिषदमा चाहिँ संसारभरिको तपाईँको 47वटा मात्रै मेम्बरहरू त्यहाँ इलेक्टेड भएर जान्छन् कि, 193 मध्ये 47वटा सदस्य हुन्छ तिनीहरू उहाँहरू होइन। नेपाल पनि योभन्दा पहिला 2 चोटि त्यो चुनिसकेको छ। र अनि यसको खास अब तपाईँको प्रोसेस के हो भन्दाखेरि चाहिँ यो पहिलो त 4.5 वर्षभरिको समीक्षाको लागि के कस्तो अवस्था छ भनेर रिपोर्टहरू तयार पार्नु पर्यो होइन। त्यो रिपोर्ट कसरी तयार पार्नु पर्यो भन्दाखेरि तपाईँको राज्यको रिपोर्ट मुख्य भयो, स्टेटले पठाउने, त्यसमा चाहिँ अनि ओएसएचआर होइन, हाम्रो पहिला नेपालमा पनि थियो नि होइन, यो संयुक्त राष्ट्रसङ्घको उच्च आयुक्तको कार्यालयले ओएसएचआर जिनेभामा छ, त्यो जिनेभाकोले चाहिँ नेपाल हेर्ने तपाईँको युनिटले चाहिँ नेपालको सम्पूर्ण 4.5 वर्षको मानव अधिकारको अवस्था अनुगमन गरेर एउटा रिपोर्ट बनाउँछ, 2टा रिपोर्ट भयो होइन। अनि अर्को गैर सरकारी संस्था, राष्ट्रिय मानव अधिकार आयोग लगायतका संस्थाहरूले प्रतिवेदन पठाउनुपर्छ आवधिक रूपमा, त्यसको एउटा जिस्ट निकालेर चाहिँ ओएसएचआरले नै अदर स्टेक होल्डरको रिपोर्ट भनेर बनाउँछ। भनेपछि पहिलो चरणमा रिपोर्ट जाने भयो है, अनि दोस्रो चरणमा त्यहाँ समीक्षाको डेट रिभ्यू तोकिएको हुन्छ। अब अहिले चौथो चरणको कुरा गर्दाखेरि चाहिँ सन् 2026को जनवरी
फेब्रुअरीको सेसनमा चाहिँ नेपालको रिभ्यू हुन्छ होइन हजुर अनि पहिला रिपोर्ट जाने भयो अनि त्यहाँ समीक्षा हुने भयो समीक्षामा चाहिँ त्यो 47वटा देशहरू लगायत त्यहाँ 193वटै देश गएर पनि कुनै पनि देशको रिभ्यू गर्न सक्छ क्या त्यहाँ त्यो भयो अनि तर अब तपाईँको 47वटै देशले त त्यहाँ सहभागी भएर त टेक्निकल काम त गर्न सक्दैन त्यो उनीहरूले चाहिँ ती 47 देशमध्ये पनि अनि 3वटा देश चाहिँ ट्रोइका भनेर उनीहरूले गठन गर्छ कि टेक्निकल कामको लागि रिपोर्ट बनाउने सेसनहरू चलाउने त्यो उनीहरूले चाहिँ त्यो एउटा चाहिँ अनि तपाईँको त्यो डायलगको सेसन भन्छौँ हामीले होइन सेसन तय गरिएको हुन्छ त्यो सेसनमा त्यहाँ सरकारको तर्फबाट चाहिँ परराष्ट्र मन्त्रीको नेतृत्वमा डेलिगेसन जान्छ प्लेनरीमै अनि सरकारी डेलिगेसनमा चाहिँ तपाईँको सरकारको पक्षबाट रिपोर्ट पठाउने दायित्व भनेको चाहिँ प्रधानमन्त्रीको तथा मन्त्री परिषदको कार्यालयको हुन्छ तर सहभागिता चाहिँ तपाईँको हाई लेभलको भन्नाले परराष्ट्र मन्त्रीको लेभलको डेलिगेसन जान्छ होइन एउटा कुरा त्यो सहभागी भयो अनि त्यसपछि चाहिँ त्यहाँ अब छलफल हुन्छ राज्यको बारेमा रिभ्यू हुन्छ अनि विभिन्न देशले सुझावहरू दिन्छन् नेपालले यो गरेको रहेछ होइन अब यो चाहिँ गर्न बाँकी छ भनेर चाहिँ सुझाव रेकमेन्डेसनहरू आउँछ र अर्को चरण भनेको चाहिँ त्यो रेकमेन्डेसन राज्यले के गर्छ भन्दाखेरि चाहिँ यो सुझाव हामी मान्न सक्छौँ अहिले केही सुझाव चाहिँ हामी मान्न अहिले असमर्थ छौँ भनेर चाहिँ त्यहाँ नोटेड हो त्यसलाई चाहिँ नोटेड भनेर भनिन्छ र अनि अर्को भनेको चाहिँ स्वीकारेकोलाई चाहिँ सपोर्टेड भन्छ होइन अनि त्यो त भयो 4 चरण भयो अनि आइसकेपछि चाहिँ कार्यान्वयन गर्नु पर्यो र गैर सरकारी संस्थाहरूको भूमिका भनेको चाहिँ यो 4-5वटै सेसन चरणमा चाहिँ हुन्छ होइन अनि कार्यान्वयनको अनुगमन गर्दै अनि अब दोस्रो चरणको रिभ्यूको लागि चाहिँ तयारी हुनु पर्यो है टेक्निकल यो भयो र अनि अर्को यसको टेक्निकल अर्को के छ भन्दाखेरि चाहिँ यसमा पठाउने रिपोर्टहरू एकदम लिमिटेड एकदम तपाईँको थोरैमा धेरै इन्फर्मेसन दिएर पठाउनु पर्ने हुन्छ कि अब यसको राज्यलाई चाहिँ के सुविधा छ भन्दाखेरि राज्य स्टेटले चाहिँ 20 पेजमा हजुर 10,000 भन्दा अलिकति बढी वर्ड चाहिँ राज्यले पठाउन सक्छ भने हामी गैर सरकारी संस्थाहरू राष्ट्रिय मानवाधिकार आयोगहरूले चाहिँ संयुक्त रूपमा गयो भने चाहिँ तपाईँको 5,600 वर्ड 10 पेजमा होइन इन्डिभिजुअल संस्था गयो भने चाहिँ तपाईँको 2,800 चान्चुन वर्डमा पठाउनु पर्ने हुन्छ त्यो हुनाले चाहिँ अब इस्यु ह्युमन राइटका धेरै इस्यु छन् हाम्रो देशमा अनि हामीले चाहिँ के गरेछ भन्दाखेरि एनेक्सहरू चाहिँ पठाउनु पाउँछ क्या रिपोर्टको सपोर्टिङहरू चाहिँ पठाउनु पाउँछ अनि यसको टेक्निकल कुरा चाहिँ यसको लिमिटेसन भनेको चाहिँ थोरै शब्दमा धेरै कुराहरू लेखेर पठाउनु पर्ने चाहिँ हुन्छ भनेपछि अब यो युपिआरमा नेपालको सहभागिता चाहिँ कस्तो हुन्छ अब नेपालको सहभागिताको कुरामा अब राज्यको सहभागिताको पनि कुरा भयो नागरिक समाजको पनि भयो अनि यो रिपोर्ट बुझाउने कुरामा चाहिँ कसले पहिला बुझाउँछ यो खास स्टेटले बुझाउँछ कि नागरिक समाज हो म त्यो अघि भन्नुपर्ने है महासन्धिमा चाहिँ के हुन्छ भने चाहिँ महासन्धि सम्बन्धी रिपोर्टिङ गर्नुपर्छ नि त्यो चाहिँ पहिला तपाईँको स्टेटले बुझाउँछ पहिला राज्यले बुझाउँछ अनि तपाईँको छाया प्रतिवेदन भनेर अरूको प्रतिवेदन जान्छ होइन यसको चाहिँ ठ्याक्कै उल्टो पहिला चाहिँ यो अदर स्टेक होल्डरको रिपोर्ट जान्छ 6 महिना अगाडि र त्यसपछि चाहिँ 1.5 महिना अगाडि चाहिँ राज्यको रिपोर्ट जान्छ यसको टेक्निकल कुरा चाहिँ त्यो छ होइन अनि अब कसरी गइरहेछ त नेपालको कुरा गर्दाखेरि चाहिँ अब राज्यको त राज्यले पठाउने भइहाल्यो होइन अब हामी चाहिँ गैर सरकारी संस्थाको कुरा गर्दाखेरि चाहिँ हामीले सन् 2008 देखि यो रिभ्यू सुरु भयो संसारमा र नेपालको लागि चाहिँ हामीले सन् तपाईँको 2010 मा नै विभिन्न सञ्जालहरू गठन गऱ्यौँ क्या हामीले किन भन्दाखेरि चाहिँ थोरै रिपोर्ट पठाउनु पर्ने तर हाम्रो इस्यु धेरै भएको हुनाले चाहिँ हामीले के गर्यौँ त भन्दाखेरि सन् 2010 मा नै युपिआरका लागि नेपाली गैर सरकारी संस्थाको सञ्जाल बनायो एउटा है त्यति बेला चाहिँ त्यो 135 कतिवटा संस्था थियो त्यो अन्तर्गत र त्यसको सचिवालय इन्सेक भयो यसले चाहिँ सबै ओभरअल रिपोर्टिङ गर्ने जिम्मा चाहिँ यो सञ्जालको भयो होइन अब त्यसपछि चाहिँ अर्को पनि हामीले सञ्जाल के अब महिला आर्थिक सामाजिक सांस्कृतिक अधिकार त भेग छ नि त होइन अनि त्यसको पनि रिपोर्टिङ गर्न परेछ अलग्गै भनेर चाहिँ किनभने अब एउटै रिपोर्टमा त सबै अड्दैन भनेर चाहिँ युपिआरका लागि महिलाहरूको सञ्जाल भनेर गठन गर्यो त्यति बेला त्यसले चाहिँ महिलाहरूको इस्यु र अनि त्यसपछि आर्थिक सामाजिक सांस्कृतिक अधिकारको इस्यु चाहिँ त्यो कोलिसनले हेर्ने भयो सेपरेटली छुट्टै
ट्रिटी बेस्ड भएर नै ट्रिटी बेस्ड भएर होइन यो युपिआरको लागि नै इस्यु वाइज र यसको सचिवालय चाहिँ ओरेक नेपालले पहिलादेखि नै गरिरहेको नै छ अहिलेसम्म पनि होइन। अनि अब त्यतिले पनि पुगेन, हाम्रो देशमा चाहिँ तपाईँको अनेक सीमान्तकृत समूह छ नि त होइन, जस्तो दलित छ, मधेस छ, आदिवासी जनजाति छ होइन, धार्मिक अल्पसङ्ख्यक र लैङ्गिक अल्पसङ्ख्यकहरू अनि मुक्त बधुवा आदि इत्यादि विभिन्न इस्युलाई हेर्नलाई चाहिँ त्यसलाई चाहिँ हामीले सीमान्तकृत समुदायको रिपोर्ट पनि अलगै एउटा बनाउनुपर्छ ताकि एनेक्समा हालेर पठाउन सकियोस् भनेर चाहिँ त्यसको पनि सचिवालय गठन गऱ्यौँ कि। त्यसको चाहिँ विभिन्न संस्था हुँदै अहिले चाहिँ निलिरा समाजले चाहिँ सचिवालय गठन गरिरहेछ। अनि हामीले गर्छौँ के त भन्दाखेरि 10 पेजको पेपर मुख्य रिपोर्ट एउटा, अनि त्यसको एनेक्स भनेर चाहिँ युपिआरका लागि महिलाहरूको सञ्जालले बनाएको रिपोर्ट, त्यो पनि 10 पेजै हुन्छ र अनि सीमान्तकृत समुदायले बनाएको रिपोर्ट पनि त्यसलाई एनेक्स भनेर एनेक्स 2 भनेर हामीले हालेर यसरी अहिलेसम्म तेस्रो चरणसम्म हामीले पठाइरहेको छ यो, र अब चौथोको पनि तयारी यही छ। भनेपछि राज्यको पनि नियमित छ? राज्यको पनि नियमित छ। अनि यो यसको खासमा डेडलाइन अनुसार नै रिपोर्टिङ छ कि के छ? यसको त्यही मैले अघि यसको महत्त्वको बारेमा भन्दाखेरि चाहिँ यो एकदम डेडलाइनमै जानै पर्छ कि, किन अहिलेसम्म 193 देशले मिस गरेको छैन। अनि त्यसै गरी चाहिँ हाम्रो देशले पनि अहिलेसम्म मिस गरेको छैन। मैले चाहिँ तपाईँको भूकम्प, कोरोना आदि इत्यादि किन जोड्न खोजेँ भने त्यस्तो क्रिटिकल अवस्थामा पनि हामी सहभागी भयौँ होइन। 21मा त तपाईँको कोरोनाको पिकमा थियो, हामीले भर्चुअल सेसनहरू भएको थियो त्यो बेला संसारभरि। त्यो हुनाले चाहिँ राष्ट्रिय मानवाधिकार आयोग लगायतका रिपोर्ट, गैर सरकारी संस्थाको रिपोर्ट, हाम्रो रिपोर्ट, अब यो 17 जुलाई लास्ट डेट हो हाम्रो होइन। त्यसको तयारी चाहिँ हामीले गरि नै रहेछौँ र तपाईँको आगामी जुलाईको 17 तारिक राति 12 बजेभित्र हामीले यो अनलाइन पोस्ट गरिसक्नुपर्छ, नत्र चाहिँ 1 मिनट मात्रै लेट भयो भने पनि त्यसमा हामीले रिक्वेस्ट गरेर के गरेर त्यो हुँदैन। यसको यो युपिआरको सन्दर्भमा चाहिँ हामी कहाँ छौँ त, जस्तो नेपाल कहाँ छ र नेपालले के गर्दै आएको छ, जस्तो त्यहाँबाट प्राप्त सुझावहरूको सन्दर्भमा पनि कतिपय सुझावहरू स्वीकार गरिएको भन्नुभयो यहाँले होइन, सपोर्टेड, र ती नोटेड सुझावहरू पनि होला होइन, महत्त्वको हिसाबमा पक्कै पनि राज्यले प्राथमिकता गर्छ होला। त्यो सिचुएसनमा चाहिँ हामीले प्राप्त गरेका सुझावहरू जुन हामीले स्वीकार गरेका छौँ त्यसको कार्यान्वयनको अवस्थामा चाहिँ हामी कहाँ छौँ, नेपाल कहाँ छ? यो चाहिँ के छ भन्दाखेरि चाहिँ यसको मध्यावधि प्रतिवेदन पनि बुझाउनुपर्छ के होइन। अब हजुर मिड टर्म रिपोर्ट पनि बुझाउनुपर्छ। मिड टर्म रिपोर्टको यो म अहिले चाहिँ तेस्रो चरणको तपाईँको समीक्षामा मात्रै केन्द्रित हुन चाहन्छु। योभन्दा पहिला दोस्रो दुईचोटि त्यहाँ भइसक्यो र तेस्रोमा चाहिँ के भएको थियो भन्दाखेरि हाम्रो देशलाई तपाईँको 233 वटा सुझाव आएको थियो है, 95 वटा देशले सुझाव दिएको थिए र स्टेटले हाम्रो राज्यले चाहिँ तपाईँको 196 वटा चाहिँ एक्सेप्टेडमा राख्यो भन्नाले स्वीकार ग्रहण गर्यो होइन। र त्यसै गरी चाहिँ योभन्दा अरू बाँकी 37 कि कति अराउन्ड कति हुन्छ त्यो चाहिँ नोटेडमा राख्यो। नोटेडमा कस्ता सुझावहरू राख्यो त भन्दाखेरि हामीले अनुमोदन गर्न बाँकी भएका महासन्धिहरू तिनीहरू अहिले हामीले गर्न सक्दैनौँ होइन, जस्तो बेपत्ता पारेका नागरिकको महासन्धि सम्बन्धी अनि तपाईँको आप्रवासी कामदार सम्बन्धी महासन्धि लगायत अनि रोम स्ट्याचु होइन, तिनीहरू चाहिँ हामीले अहिले स्वीकार्दैनौँ भनेर भन्यो। त्यस्ता लगायतको थुप्रो छ त्यो होइन। अनि अब कार्यान्वयनको कुरा गर्नेखेरि चाहिँ मध्यावधि रिपोर्टले हाम्रो प्रतिवेदनले के देखाउँछ त भनेर भन्दाखेरि यो तपाईँको 100% कार्यान्वयन भएको चाहिँ 3% मात्रै छ कि सुझावमा, एकदम कम के। र अनि अरू अनगोइङ चाहिँ एकदम धेरै छ होइन। अनगोइङ चाहिँ तपाईँको 67% भन्दा बढी चाहिँ हामीले राज्यले यसमा कन्टिन्यू गरिरहेछ, यो प्रोग्रेसमै छ भन्ने हिसाबको चाहिँ धेरै छ। र मान्दै एक्सेप्ट गरेको तर मान्दै नमानेको पनि तपाईँको एकदम 3% अनि 67% र बाँकी चाहिँ कार्यान्वयन नभएको चाहिँ अवस्था देखिन्छ भन्नाले चाहिँ खास गरी हामीले 3 चोटि नै सहभागी हुँदाखेरि के देखियो भन्दाखेरि चाहिँ त्यहाँ प्रत्येक 4.5 वर्षमा हामीलाई दिएको सुझावहरूको बारेमा अपडेट राज्यले गर्नुपर्ने भए हुनाले कानुनी कुराहरू चाहिँ एकदम प्रोग्रेसिभ ढङ्गले अगाडि बढाइरहेको चाहिँ देखिन्छ। अब समस्या चाहिँ कार्यान्वयनमा को छ होइन, कानुनमा कमी छ। सुझाव खास गरी कस्तो कस्तो आउँछ त हामीलाई भन्दाखेरि चाहिँ तपाईँको यो क्याटेगोरी गरेर हुन्छ होइन। अब जस्तो संविधान परिमार्जनको कुराहरू आउँछ होइन, विभेदकारी प्रोभिजनहरू खास गरी हामीलाई अहिलेसम्म प्राप्त भएकोमा आएको भनेको चाहिँ नागरिकता हस्तान्तरण गर्दाखेरि नेपाली पुरुष र आमा र नेपाली बुवा
जुन विभेद छ नि उसले आफ्नो सन्तानहरूलाई आफ्नो दम्पतिलाई दिने नागरिकता सम्बन्धी संविधानमै विभेद छ नि त त्यो परिमार्जन गर भनेर आएको छ त्यो हुँदै भएन र त्यो नहुनेमा राखियो होइन। त्यसै गरी ऐन कानुनहरू तपाईँको परिमार्जनको कुरा गर्दाखेरि नागरिकता सम्बन्धी ऐन अब संविधानमै विभेद छ भने त ऐनमा त हुने नै भइहाल्यो होइन। यस्ता कुराहरू चाहिँ हुँदै नगरेका कुराहरू पनि छ। तर तपाईँको लैङ्गिक दृष्टिकोणले बालबालिका सम्बन्धी ऐनहरू तिनीहरू चाहिँ जे होस् प्रोग्रेसिभ ढङ्गले चाहिँ अगाडि बढाइरहेछ। जस्तो यो सुझाव नमाने चाहिँ के हुन्छ, जस्तो घाटा चाहिँ के छ राज्यलाई? अब यस्तो हुन्छ, अब संयुक्त राष्ट्रसङ्घ भनेकै एक किसिमको राज्यहरूकै स्टेटहरूकै संयन्त्र हो त्यो होइन। अब युपिआरको कुरा गर्दाखेरि पनि त्यहाँ एनजिओहरूले रिपोर्ट पठाउनुहुन्छ, लबी गर्नुहुन्छ, यस्तो सुझावहरू दिनुहोस् भन्नुहुन्छ, तर हियरिङ हुने बेलामा एनजिओहरू बोल्न पाउँदैन कि होइन, स्टेट मात्रै बोल्ने हो होइन। र अनि अब महासन्धिहरूमा चाहिँ त्यो चाहिँ त्यसको राम्रो के छ भन्दाखेरि चाहिँ त्यो एनजिओहरूले नै इन्टरभेन्सन गर्न पाउँछ कि, एमा चाहिँ सेसन चलिरहेको बेला पाउँदैन होइन। अनि त्यो हुनाले चाहिँ यसको कतिपय राम्रा कुरा छन्, कतिपय नराम्रा कुरा छन् होइन। अब कस्ता कस्ता कुरामा आउँछ अरू भन्दाखेरि चाहिँ ऐन कानुनको कुरामा आउने हो, अनि खास गरी विभेदहरूको कुरामा होइन। जातीय हाम्रो देशमा एकदम धेरै आइरहने भनेको चाहिँ जातीय विभेदका कुराहरू हाम्रोमा अहिले पनि सकिया छैन, त्यो आउँछ। र सबैभन्दा धेरै काउन्ट गर्दाखेरि सबभन्दा धेरै रेकमेन्डेसन चाहिँ बाल अधिकार प्रमोसन प्रोटेक्सनमा आएको छ अहिलेसम्म। त्यसै गरी चाहिँ अनि जेन्डर इस्युमा त्यसपछि छ। र अनि अर्को एकदम धेरै दोहोरिरहने आइरहने भनेको चाहिँ ट्राफिकिङ के, यो मानव ओसार पसार र बेचबिखन सम्बन्धी चाहिँ अहिले किन भन्दाखेरि चाहिँ हाम्रो नेपाल चाहिँ तिनटै कुराबाट छ नि त। जस्तो तपाईँको बेचबिखनमा चाहिँ डेस्टिनेसन कन्ट्री पनि हो, ट्रान्जिट पनि हो, र तपाईँको सपोर्ट गर्ने कन्ट्री पनि भएको हुनाले यस्ता कुराहरू चाहिँ आउँछन्। भनेपछि नमान्दाखेरि ठ्याक्कै यही कानुन लाग्छ भन्ने छैन। नमान्दाखेरि के हुन्छ भन्दाखेरि अब यो युएनको मेकानिजमकै स्टेटको हो, नमाने भनेर तिमीहरूलाई अब एकदम तिमीले यो गरेनौ यो रोक्छौ भन्ने चाहिँ हुँदैन। अब यसले चाहिँ कहाँ असर गर्छ त भन्दाखेरि इन्टरनेसनल फोरममा नेपालको जस्ता देशहरूको चाहिँ त्यहाँ सहभागिता हुँदाखेरि चाहिँ क्वेसन उठ्छ के, तिमीले यो मान्या छैन होइन, युपिआरको कुरा यो मान्या छैन, टिटीको यो कुरा मान्या छैन, तिमीले कमिटमेन्ट गरे अनुसारको कार्यान्वयन भएको छैन भन्दाखेरि त्यहाँ अब विभिन्न बडीमा होइन युएनको बडीमा चुनाव हुन्छ नि त हो, त्यति बेला चाहिँ अनि भोट नहाल्ने। युनाइटेड नेसन सेक्युरिटी काउन्सिलकै सदस्य अहिले हाम्रो मान्य आरजु राणाज्यू चाहिँ एउटा प्रोग्राममा जाँदा हामी नेपाल चाहिँ तयार छ 25-27 का लागि सदस्य बन्न इच्छुक छ भनेर व्यक्त गर्नुभएको थियो। यदि नेपालले मानेन भने चाहिँ त्यस्तो सदस्य बन्ने कुराबाटै चाहिँ सपोर्ट नपाउने किन भन्दाखेरि चाहिँ यो सबै एकदम नैतिक मोरल कुरामा आधारित हुन्छ यो। र कतिपय चाहिँ अनि त्यो हुनाले त अनि हामी कहिले यो भ्रष्टाचारको कारणले कहिले ग्रे लिस्टमा पर्ने, कहिले सेतो लिस्टमा आउने कारण त्यही हो नि त होइन। त्यसले चाहिँ हामीलाई हाम्रो देशलाई आउने फन्डहरू, हाम्रो देशलाई आउने मतलब सपोर्टहरू चाहिँ असर गर्छ। र अनि अर्को भनेको चाहिँ नेपालको राम्रो पक्ष के छ भन्दाखेरि चाहिँ यो मानवाधिकार परिषदमा चुनिनको लागि त्यो देशको मानवाधिकार आयोग ए ग्रेडको हुनुपर्छ, क्राइटेरिया त्यो हुन्छ कि, एउटा क्राइटेरिया त्यो हुन्छ। र त्यो अहिलेसम्म सौभाग्यवश चाहिँ हामी ए ग्रेडमै छौँ होइन। र अब फेरि पनि ए ग्रेडमा रहिरह्यो भने हामी लड्न चाहिँ पाउँछौँ मान्य मन्त्रीज्यूले। त्यसकारण पनि हामी त्यसको लागि क्यापेबल छौँ, सक्षम छौँ। तर अब त्यति बेला चाहिँ अब भोटकोले हाल्ने नहाल्ने चाहिँ यस्ता कुराले असर गर्छ। भनेपछि युपिआर को रिकमेन्डेसनहरू जति कार्यान्वयन गर्दै गयो, जति मानवाधिकार मैत्री राज्य बन्दै गयो, त्यति चाहिँ अन्तर्राष्ट्रिय फोरमहरूमा अन्तर्राष्ट्रिय समुदायसँगका भनौँ न एउटा सम्बन्धहरूमा चाहिँ अझै राम्रो हुन्छ भन्ने कुरा। अब यो थोरै ए ग्रेडको कुरा ल्याउनु भयो, म थोरै यो ए ग्रेडमा कुरा गरौँ कि जस्तो लाग्यो। यो ए ग्रेड भने चाहिँ के हो खासमा चाहिँ के भयो भने चाहिँ ए ग्रेड हो नि? हजुर, अब यस्तो हुन्छ कि राष्ट्रिय मानवाधिकार हाम्रो चाहिँ किन पनि ए ग्रेड भयो भन्दाखेरि यो संवैधानिक आएको
राष्ट्रिय मानवाधिकार आयोग कुनै ल अन्तर्गत यो मतलब कुनै मन्त्रालयको अन्तर्गत यो छैन नि त। एउटा त्यो भयो। अनि अर्को चाहिँ तपाईँको यसका नियुक्तिहरू यसलाई दिने अधिकारहरू आदि इत्यादिहरू चाहिँ राज्यले पेरिस प्रिन्सिपल अनुसारको गरेको हुनु पर्यो होइन। अब अहिले कतिपयमा क्वेसन पनि छ, तर अझ केही महिना अगाडि मात्र यसमा आँच पनि आउन थालिसकेको थियो होइन, राष्ट्रिय मानवाधिकार आयोग के हुने भनेर। तर चाहिँ उसले त्यो अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाको चाहिँ अन्तर्राष्ट्रिय अर्को सञ्जाल छ कि त्यसले अनुगमन गर्छ कि प्रत्येक देशको मानवाधिकार आयोगलाई, खास गरी अरू आयोगको अर्थ रहन्न राष्ट्रिय मानवाधिकार आयोगको। त्यो गर्दाखेरि चाहिँ अहिले पनि एक ग्रेडमा कायम हुन सफल भयो। यो अहिले चौथो चक्रको रिपोर्टिङको कुरा गर्दा चाहिँ नेपालले कस्ता खालका, अब नेपाल भन्दा नि नेपाली नागरिक समाजले चाहिँ कस्ता खालका सुझावहरू चाहिँ दिएको छ, या कस्ता खालका हाम्रो कार्यान्वयनको अवस्थाको सन्दर्भमा त हामीले 3% मात्र भएको भने कस्ता खालका सुझावहरू जाँदैछन् र के कुराहरू चाहिँ नेपालले सुधार गर्नुपर्ने छ? यस्तो छ, चौथो चरणको चाहिँ हामी अब लगभग रिपोर्टको अन्तिम चरणमा पुगेका छौँ र त्यसलाई चाहिँ अब हामीले अहिले मैले यहाँ भन्दाखेरि चाहिँ कस्तो इस्युहरू चाहिँ जाँदैछ भन्ने कुराहरू गर्न सकिने भयो होइन। अब त्यसको एउटा के हुन्छ भन्दाखेरि यो एकदम टेक्निकल विषयवस्तु भए हुनाले त्यसको फर्मेटको नि फर्मेट हुन्छ क्या रिपोर्टिङको पनि, के कुरामा रिपोर्टिङ गर्ने भनेर होइन। अब जस्तो अब उदाहरणको लागि सबभन्दा पहिला चाहिँ राज्यको अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयनको अवस्था के छ भनेर रिपोर्टमा फर्स्टमा हाल्नुपर्ने हुन्छ होइन। अब त्यसमा हाल्दाखेरि चाहिँ हामीले के लेख्दैछौँ भनेर भन्दाखेरि उदाहरणको लागि हाम्रो देशले 7वटा महासन्धि ठुला महासन्धि अनुमोदन गरेको छ होइन। अब त्यो अनुरूपको कानुनहरू बनाउने, संविधान बनाउने प्रयास पनि गरेको छ होइन। किन भन्दाखेरि चाहिँ हाम्रो देशको संविधानमा यस्तो मौलिक हकहरू सायदै अरू देशमा हुन्न, यसमा चाहिँ आर्थिक सामाजिक सांस्कृतिक अधिकार पनि मौलिक हकमा राखिएको छ र नागरिकको ड्युटी पनि राखिएको छ होइन। त्यो हुनाले चाहिँ यस्ता हामीले गैर सरकारी संस्थाले रिपोर्ट पठाउँदाखेरि जहिले पनि त्यो नेगेटिभ कुरा मात्रै नभएको कुरा मात्रै पठाउँदैन कि, गुड प्र्याक्टिसेसहरू पनि यो छ भनेर चाहिँ हामीले पठाउने कारणले गर्दाखेरि अब अन्तर्राष्ट्रिय सन्धि महासन्धिको अवस्था यो छ भनेर लेख्दैछौँ। र त्यस गरी चाहिँ अनुमोदन गर्न बाँकी 2टा र रोम विधान के होइन, अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान यो अनुमोदन गर्न पर्छ भनेर त्यसमा हामी सुझाव जान्छ कि। यसको फर्मेट के हुन्छ भन्दाखेरि छोटो कन्टेक्स्ट होइन, अवस्था के छ र धेरै चाहिँ सुझाव के यो बारेमा सुझाव यो आइदियोस् भनेर। अब हामीले अब बेपत्ता पारेका नागरिक सम्बन्धी महासन्धि अनुमोदन गर, अनि तपाईँको माइग्रेन्ट वर्कर सम्बन्धी आप्रवासी कामदार सम्बन्धी महासन्धि अनुमोदन गर र रोम विधान, यो रोम विधान चाहिँ पहिलो रिभ्यूदेखि नै आइरहेछ कि, उसले त्यो मानेको छैन अहिलेसम्म। यी कुराहरू जान्छ। त्यसै गरी चाहिँ संविधान संशोधन, अनि त्यसपछि चाहिँ अनि संविधान ऐन कानुनमा के छ त भनेर आउँछ होइन। अब धेरै कुरा लेख्न नसक्ने भए हुनाले हामीले संविधानको कुरा, त्यही जुन खास गरी संविधानमा पनि अरू कुरा हामीले फोकस गरेका छैनौँ। संविधानमा चाहिँ पहिला आएको सुझाव पनि र विभेद पनि भइरहेको, जस्तो नागरिकता सम्बन्धी भएको ऐन विभेदकारी, यो विभेदकारी छ र यसलाई एमेन्ड गर भनेर जाँदैछ। त्यसै गरी नागरिकता सम्बन्धी ऐनको कुरा गर्दैछ, त्यसमा धेरै हामीहरू गर्दैछौँ। भनेपछि हामीले चाहिँ यो इस्युहरू छ, यो चाहिँ सुझावको रूपमा आइदियोस् है भनेर चाहिँ हामीले अरूसँग लबिङ गर्ने, त्यहाँको मानवाधिकार काउन्सिलका मान्छेहरू मेम्बरहरूसँग के हामीलाई रेकमेन्डेसन आओस् भनेर। जस्तो समानता र विभेद सम्बन्धी होइन, अब महिला र पुरुषमा त अहिले पनि हाम्रो देशमा होइन महिला पुरुषमा विभेद छँदैछ। अहिले हाम्रो इस्यु भनेको तपाईँको लैङ्गिक अल्पसङ्ख्यकहरूको इस्यु हाम्रो संविधानमा सम्बोधन छैन, हाम्रो ऐनमा सम्बोधन छैन, यस्ता कुराहरू चाहिँ लेखिन्छ। अनि त्यस गरी व्यक्तिको सबभन्दा त राइट टु तपाईँको लाइफ को कुरो होइन। अहिले पनि कतिपय मान्छेहरू जेलमा पुलिसको कस्टडीमा जेलभित्र बसेको बेलामा पनि आत्महत्या गरियो भनेर मान्छे मरिरहेका छन् होइन। यस्ता कुराहरू, अनि बाल सुधार गृहमा भर्खर रिसेन्टली यो अवधिमा पर्छ 3-4 जना बालबालिका मरिसक्यो है। यस्ता कुराहरू चाहिँ उदाहरण मात्रै भने। यस्ता कुराहरू चाहिँ हाम्रो राज्यका लागि आवश्यक छ, या राज्यले आफ्ना कानुन मार्फत
राज्यले चाहिँ यस्ता समस्याहरू समाधान गर्नुपर्ने छ भन्ने हिसाबले हामीले त्यो गर्ने हो। अब उताबाट सुझाव आउँदाखेरि चाहिँ नेपाललाई यो सुझाव दिनुहोस् होइन, जस्तो संविधान संशोधनको कुरा गरिदिनुहोस्, नागरिकताको कुरा गरिदिनुहोस्, त्यस्तै गरी थुप्रै अरू विभिन्न इस्युमा के दलितको इस्युमा, मधेसको इस्युमा होइन, आर्थिक सामाजिक सांस्कृतिक राष्ट्रिय मानवाधिकार आयोगको रेकमेन्डेसनहरू राज्यले कार्यान्वयन नगरेको कुराहरू, यस्तो कुराहरू चाहिँ जान्छ। भनेपछि हामीले अब 2010-11देखि नै हामीले सुरु गऱ्यौँ र अहिले हामी 2025मा आइपुग्दाखेरि 4वटा यो युपिआरको प्रोसेसमा सहभागी भयौँ भनेपछि एउटा मलाई जान्न मन लागेको, हाम्रा दर्शकलाई पनि पक्कै पनि जान्न मन लागेको कुरा हुनसक्छ, पहिलो रिपोर्टिङदेखि चौथोसम्म आइपुग्दाखेरि कस्तो खालको अन्तर या त्यहाँ मेजर डिफ्रेन्सेसहरू के देखिन्छ होइन? पहिले जस्तो 2011मा अलि सशस्त्र द्वन्द्वका कुराहरू अलि राइट टु लाइफलाई प्रायोरिटी गरेर थियो होला, अहिले अब हजुर त पहिलेदेखि नै इन्भल्भ हुनुहुन्छ, त्यो हिसाबमा पहिलो रिभ्यू, पहिलो युपिआर र चौथो युपिआरसम्म आइपुग्दा चाहिँ मेजर डिफ्रेन्स तपाईँको के थियो भन्दाखेरि 11मा हाम्रो रिभ्यू भयो। 11मा तपाईँले भने जस्तै ठ्याक्कै सशस्त्र द्वन्द्व सकेर हामी नयाँ संविधान बनाउने चरणमा थियौँ र 11देखि अहिले तेस्रोसम्म सुझाव आएकोमा के पनि परिवर्तनै नभएको भने चाहिँ ट्रान्जिसनल जस्टिसको कुरो अहिलेसम्म पनि सिद्धिएको छैन होइन, त्यो पनि हाम्रो रिपोर्टमा जाँदैछ। अनि अर्को भनेको चाहिँ अब 11मा सशस्त्र द्वन्द्व सकेको 4-5 वर्ष भएको थियो, 15मा ठ्याक्कै हाम्रो संविधान आउने बेला भएको थियो क्या, दोस्रो चरणमा होइन, 15मै रिभ्यू थियो हाम्रो, 15को सेप्टेम्बरमा संविधान आयो, जस 15मै संविधान आएकै साल चाहिँ हाम्रो यो रिभ्यू पनि भयो र त्यति बेला चाहिँ 11मा चाहिँ अब संविधान आउँदा यस्तो ल्याओस् उस्तो ल्याओस् भन्ने हिसाबले हामी गयौँ होइन। अनि 15मा ठ्याक्कै संविधान आयो, तेस्रोमा चाहिँ संविधानको कार्यान्वयनको कुराहरूतिर गयो क्या हामी, जस्तो अब मौलिक हकलाई कार्यान्वयन गराउनको लागि ऐनहरू बनाउनु पर्ने छ भनेको थियो नि होइन, हो त्यो चाहिँ तेस्रोमा चाहिँ हामीले चाहिँ यी ऐनहरू बनेका छैन बनाऊ भनेर गयौँ भने, चौथोको कुरा गर्दाखेरि चाहिँ के पनि परिवर्तन नभएको इस्यु भनेको चाहिँ असमानता र विभेदको इस्यु होइन, महिला र पुरुषमा हाम्रो देशमा भएको विभेदको कुरा त अहिले त्यो अब कति वर्षसम्म रहने हो थाहा छैन, अहिलेसम्म त्यो चाहिँ कन्टिन्यू छ। अनि त्यसपछि बाल अधिकारको कुरामा पनि खासै छैन, एउटै किसिमको आएको छ कि, मतलब तपाईँको कस्तो भन्दाखेरि चाहिँ बाल विवाह होइन, अनि तपाईँको निःशुल्क फ्री एन्ड एजुकेसन होइन, त्यो अहिलेसम्म इजी। अनि त्यसपछि अर्को भनेको चाहिँ बालबालिकामाथि हुने हानिकारक परम्पराको प्रयोग अहिले पनि सिद्धिया छैन, यो 15-16 वर्षमा सिद्धिने कुरो पनि भएन। र अनि अहिले फरक आएको भनेको चाहिँ पहिला 11मा सशस्त्र द्वन्द्व सम्बन्धी धेरै कुराहरू आयो, 15मा चाहिँ भूकम्पले एकदम छिटविच्छेद पारेको थियो र संविधान पनि आएको थियो, त्यसलाई कसरी एड्रेस गर्ने भन्ने कुराहरू सुझाव आयो। र तेस्रोमा चाहिँ कोरोनाको कारणले गर्दाखेरि चाहिँ त्यो भर्चुअल भए पनि धेरै राम्रो सुझावहरू किन आयो भन्दाखेरि चाहिँ हाम्रो संविधान आइसकेको थियो, त्यो कार्यान्वयनको अवस्थामा कसरी भएर हुन्छ त भन्ने त्यस्ता खालका आयो भने, अब अहिले चाहिँ तपाईँको यो चौथो भनेको चाहिँ संविधान आएको पनि 10 वर्ष भइसक्यो होइन। अनि सशस्त्र द्वन्द्वको चाहिँ अब अहिले नयाँ भनेको चाहिँ अब ऐनलाई परिमार्जन गरेर अब टिआरसी र बेपत्ता पारेका नागरिकहरू सम्बन्धी त्यसलाई चाहिँ अब कसरी एक्टिभ गराउने भन्ने कुराहरू चाहिँ जान्छ। अब त्यति बेला चाहिँ इस्यु रेज भएको थियो पहिलो रिभ्यूमा, अहिले चाहिँ अब त्यसलाई कसरी एड्रेस गर्छ जाँदैछौँ। गैर सरकारी संस्थाहरूको सञ्जालले दिएको या कुनै एउटा गैर सरकारी संस्थाले दिएको चाहिँ सुझावहरू या भनौँ त्यो यो इस्युहरू चाहिँ समावेश गरिदिनु होला भनेर जुन गरेको रिक्वेस्ट हुन्छ नि, त्यो चाहिँ यो पहिलोदेखि चौथोमा आइपुग्दाखेरि कतिको त्यो भनौँ न उहाँहरूले सुझाव त्यही अनुसार दिएको पाइन्छ, सिमिलारिटी चाहिँ कतिको पाइन्छ हामीले त्यहाँ पठाउने रिपोर्ट र पछि आउने त्यो। अब यो हामीले तेस्रोसम्म त हामीले हेरिसक्यौँ, हामीले यो कोलिसनको तर्फबाट त हामीले त यसलाई छाप्ने होइन, आएको सुझावलाई नेपाली गर्ने, राज्यलाई दिने, सबलाई बाँड्ने गर्ने अनुगमन गर्ने, मध्यावधि प्रतिवेदन बुझाउने कारणले गर्दाखेरि चाहिँ के देखिन्छ त भन्दाखेरि चाहिँ त्यताबाट हामीले यहाँबाट एनजिओहरूले पठाएको राष्ट्रिय मानवाधिकार आयोगलाई पठाएको रिपोर्ट त एउटै बनाएर ओएसएचआरले बनाउने हो नि त होइन। अनि हामीले दिएको सुझावहरू चाहिँ हाम्रो अनुगमनमा देख्दाखेरि चाहिँ राम्रै इन्कर्पोरेट भएको चाहिँ देखिन्छ।
अब यो एउटा चाहिँ जस्तो प्रदेशहरूमा जुन हामीले कन्सल्टेसन मिटिङहरू गर्छौँ नि त्यसमा चाहिँ सबै प्रोभिन्समा आएको एउटा सिमिलारिटी भन्नु पऱ्यो भने चाहिँ कुन इस्यु चाहिँ बढी त्यो सबै प्रोभिन्सले हाइलाइट गर्नुहुन्छ? हजुर, यो कन्सल्टेसन हाम्रो रिपोर्टको एउटा एकदम म्यान्डेटरी के हुनुपर्छ भन्दाखेरि चाहिँ यो वाइडर कन्सल्टेसन भए हुनुपर्छ है। त्यो हुनाले चाहिँ हामीले पनि सातै प्रदेशमा पटक पटक कन्सल्टेसन गर्दाखेरि चाहिँ एउटै इस्यु सबै ठाउँमा मिल्ने भनेको के हो भनेर भन्दाखेरि चाहिँ म त सबै ठाउँमा गएको कारणले गर्दाखेरि चाहिँ एउटा भनेको चाहिँ धेरैले कुरा उठाउने त्यो अविभेदको विभेद जुन छ नि त्यसमा पनि नागरिकताको कुराहरू आमाको नामको नागरिकता जति छ नि त त्यो कुराहरू आउने गरेको छ। अनि त्यसै गरी चाहिँ दलितमाथिको हुने भेदभाव यो देशैभरि छ, यो आउँछ। अनि त्यसै गरी चाहिँ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूलाई गरिने विभेद भेदभाव आदि इत्यादि यो लुकेर कुनै समाजमा लुकेको छ, कुनैमा ओपन छ होइन, त्यसको कुराहरू आउँछ अनि आइरहेछ होइन। अनि त्यसै गरी चाहिँ अब तपाईँको आर्थिक सामाजिक सांस्कृतिक अधिकारमा चाहिँ अब तपाईँको खान नपाएको भन्दा पनि क्वालिटीको कुराहरू चाहिँ उठ्छ के। अब अहिले त्यस्तो भोकमरी नै महँगो पर्यो भन्ने चाहिँ र खान पाएको छैन भन्ने चाहिँ मैले सातै प्रदेशमा सुनेको छुइनँ कि अहिलेसम्म होइन, त्यो राम्रो कुरा हो। र अनि अर्को भनेको चाहिँ धेरै ठाउँमा आउने भनेको चाहिँ खास गरी अब हामीले स्ट्रक्चरमा लेख्दाखेरि चाहिँ टेबल वर्क गरेर विभिन्न लेख्नुपर्छ, उहाँले फिल्डबाटै आउँदाखेरि चाहिँ उहाँले भोगेको विभेदको कुराहरू अभावको कुराहरू तिनीहरू चाहिँ आउँछ क्या। अब यो चौथो चक्रको रिभ्यूमा सबैभन्दा जटिल इस्यु या अहिलेको लागि मानवाधिकारको इस्युमा पनि एउटा जुन लेभल हुन्छ नि होइन, कुनै अलि सफ्ट होला कुनै अलि हार्ड होला, त्यो एकदमै हार्ड इस्यु चाहिँ के देख्नुहुन्छ नि के चाहिँ यो रिकमेन्डेसन राज्यलाई पाउनै पर्छ जस्तो लाग्छ? अब यसको कुरा गर्दाखेरि चाहिँ सबैभन्दा चाहिँ अहिले त्यो जुन सन् 2007मा हाम्रो शान्ति सम्झौता भयो नि होइन, त्यो अब यत्रो वर्ष भइसक्यो होइन। तर हाम्रो तपाईँको सत्य निरूपण आयोगले र बेपत्ता सम्बन्धी आयोगले गर्छ भनेको छ नि त, त्यति बेलाका द्वन्द्व पीडितहरूको इस्युहरू त त्यसले हेर्ने हो, अरू अदालतमा जान्न भनेको छ नि त यो। त्यो हुनाले चाहिँ त्यो अहिलेसम्म नसुल्झेको कारणले यो चाहिँ हामी एकदमै अब अहिले ठ्याक्कै गठन पनि भएको होइन, गठन त पहिला पनि भएको तर अलि प्रभावकारी हुन्छ कि भन्ने लागेको यो कुराहरू एउटा त्यसमा जान्छ। अनि अर्को चाहिँ महिला र यो देशमा महिला र पुरुषमा भएको विभेदमा त्यसमा पनि सबैभन्दा ठुलो मान्छेको आइडेन्टिटी हो होइन, परिचय हो नि त। त्यो चाहिँ नागरिकताको कुरा चाहिँ आमाको नाममा नागरिकता प्राप्त गर्न भइरहेको कठिनाइ यो पनि हटै हुन्छ यो होइन। अनि त्यसै गरी चाहिँ अरू भनेको चाहिँ अब जुन अहिले निर्वाचनमा होइन महिलाको सहभागिता त एक किसिमले विश्वमै उदाहरणीय छ नि त हाम्रो देशमा होइन, स्थानीयमा चाहिँ 40% छ लगभग होइन यो। अनि तपाईँको स्थानीयको कुरा भयो, प्रदेशको र सङ्घमा त 33% त हुनैपर्ने बनाएको छ नि त। अनि र स्थानीय चुनावमा चाहिँ अब अहिले संविधानको राम्रो थिङ्किङ हुनुपर्छ, तर अब अहिले चाहिँ महिलाहरूको सहभागिता घटाउने हिसाबले राजनीतिक दलहरूले प्र्याक्टिस गरिरहेछ। समग्रमा महिलाका इस्यु यो ट्रान्जिसनल जस्टिसका इस्युहरू बढी अलि हाइलाइटेड हुने। अब हामी अन्तिममा मैले सुन्न छुटाएका र तपाईँले भन्न छुटाएका केही छन् जो लाग्छ भने चाहिँ? अब यस्तो छ यो विश्वव्यापी आवधिक समीक्षा भनेको चाहिँ यो टेक्निकल एकदम टेक्निकल मेकानिजम भए पनि यसले चाहिँ समग्र रूपमा चाहिँ राज्यलाई अकाउन्टेबल बनाउनलाई प्रत्येक 4.5 वर्षमा त्यो कम्तीमा पनि 100-150वटा देशसँग फेस गर्नलाई होइन नेपाललाई केही त परिवर्तन गरेर जानु पर्यो नि त होइन। त्यो हुनाले चाहिँ त्यो बाध्यताले पनि यो तपाईँको केही न केही चेन्ज देखिन्छ र त्यो पहिलो चरणदेखि अहिलेसम्म देखिरहेछ। यो चाहिँ यसको राम्रो पक्ष हो फेरि पनि जोड दिन चाहन्छु। र तर ऐन कानुन नियम आदि इत्यादिमा नेपाल बलियो छ, तर त्यसको कार्यान्वयनमा चाहिँ हामीलाई समस्या छ।